कृषि भूमिको व्यवस्थापन राज्यले सही ढंगले गरिदिनुपर्छ। त्यति गर्ने बित्तिकै एउटा संगठनलाई राज्यले जिम्मा दिनुपर्ने हुन्छ। कति अंश दिने हो राज्यले एउटा प्लानिङ बनाउनु पर्यो। जस्तै हामीले भने एउटा एपीएफ अथवा सेना अथवा प्रहरी मध्ये कुनै एउटा राम्रो संगठन सिर्जना गरेर त्यहाँ सिर्जना गरिदिनु पर्ने हुन्छ। तत्पश्चात त्यो संगठनले त्यहाँ कृषि योग्य हुने खालका कृषिलाई आवश्यक पर्ने खालका सबै तपाईको श्रमिक प्राप्त हुँदैनन् र सबै युवाहरूलाई त्यहाँ कृषिमा जोड्न सक्छ र त्यसरी सबै युवाहरू स्वरोजगार हुन सक्छन्। उत्पादन नेपालको उत्पादन नेपालले खान पाउँछ, बढी भएको उत्पादन बिक्री गर्न सक्छ, त्यसरी आयातलाई कम गर्न सक्छ, निर्यात बढाउन सक्छ, रेमिटेन्स नेपालमै रोक्न सक्छ र उत्पादित वस्तु बाहिर बेचेको वस्तुबाट समेत भएको रेमिटेन्स जो नेपालमा आउँछ त्यसरी वैदेशिक मुद्राको ठूलो सञ्चित भइसकेपछि कृषिसँग सम्बन्धित भएका अन्य उद्योगहरूमा नेपाल यसरी क्रमिक रूपमा विकासको रूपमा अगाडि बढ्न सक्छ। यो राज्यले गर्नुपर्छ भन्ने हाम्रो माग छ।